यस्तो फुटबल प्लेयर जसले आफ्नो क्लब चेन्ज गरेपछि वर्ल्ड क्लास लेभलमा खेले। ब्याक इन 2007 बार्सिलोनाले एउटा मिडफिल्डर साइन गर्यो, याया टोरे। याया टोरेले आफ्नो फर्स्ट सिजनमा 40 वटा म्याच खेल्नुभयो र उनको सिजन एकदमै राम्रो गयो। सिजन सकिएपछि 2008 मा पेप गार्डियोलालाई बार्सिलोनाले आफ्नो म्यानेजर बनायो र त्यसपछि सबै कुरा चेन्ज भयो, किनभने पेपले सर्जियो बुस्केट्सलाई मिडफिल्डमा खेलाउन थाले र याया टोरेलाई बेन्चमा राखिदिए। कुरा यतिसम्म बिग्रियो कि 2009 को च्याम्पियन्स लिग फाइनलमा पेपले याया टोरेलाई सेन्टर ब्याक पोजिसनमा खेलाइदिए। त्यो सिजन टोरेले जम्मा 9 वटा फुल गेम खेल्नुभयो बार्सिलोनाको लागि, बेसिकली इन्भिजिबल। त्यसले गर्दा 2010 मा म्यान्चेस्टर सिटीले 24 मिलियनमा उनलाई साइन गर्यो र सिटीको म्यानेजर रोबर्टो मान्चिनीले याया टोरेलाई बक्स टु बक्स एट्याकिङ मिडफिल्डर बनाएर खेलाउन थाले। त्यो सिजन टोरेले 10 गोल हान्नुभयो र त्यसमध्ये 2 गोल एफए कपको सेमी फाइनल र फाइनलमा हानेका थिए। तर यो एउटा सुरुवात मात्र थियो, किनभने 2013-14 सिजनमा याया टोरेले प्रिमियर लिगमा मिडफिल्डबाट 20 गोल हान्नुभयो, 9 वटा एसिस्ट दिनुभयो र म्यान्चेस्टर सिटीसँग प्रिमियर लिग जित्नुभयो।